नमस्कार। यो वेददेखि विज्ञानसम्म नाकको नै लगातार सकौँ जस्तो लाग्यो है। बिचमा छुट्यो भने फेरि कता कता पुग्छ। त्यही भएर यो कन्टिन्यू गर्छु भन्ने लाग्यो। आज चाहिँ मैले नाकको चाहिँ प्रकृति होइन, प्रकृतिको बारेमा भन्न मन लाग्यो। इकोलोजिकल सिस्टममा एकदमै इम्पोर्टेन्ट छ होइन। यो रोडेन्टहरू, मुसाहरू, पेस्टहरू खाइदिन्छ होइन। अनि त्यसले चाहिँ बाली नष्ट गर्ने चिजहरू चाहिँ यसले चाहिँ मार्ने भएको कारणले किसानको फ्रेन्डली पनि भन्छन् यसलाई होइन। जति यसले के भनिन्छ भने जति यसले टोकेर ओरेर बेफाइदा गर्छ त्यसको कम्पेरिटिभली यसको चाहिँ फाइदाहरू नै धेरै छन् भन्ने कुराहरू छ है। अनि अर्को यसको चाहिँ कस्तो भने यो सर्पले चाहिँ चिसोमा सहँदैन होइन। अनि जाडो महिनामा हिउँ पर्ने बेलामा त्यस्तो बेलामा चाहिँ त्यो हिउँ परेको लेयरभन्दा मुनि, जाडो महिनामा त्यो ऊभन्दा मुनि, अनि त्यो गिलो के चिसोभन्दा मुनि, अनि त्यसरी बसेको हुन्छ, यो लुकेर बसेको हुन्छ। अनि त्यो त्यसरी प्वालहरूमा होइन, अरूले खनेको प्वालहरूमा, मुसाले बनाएको प्वालहरूमा गएर अनि त्यस्तोमा लुकेर यो बस्छ। अनि त्यतिखेर चाहिँ के गर्छ भने यसले यसको पुच्छरतिरको होइन अनि अरू हात खुट्टाको त्यो ब्लड सर्कुलेसन चाहिँ कम्ती गरेर अनि नखाएर होइन, खान सिकार गर्न पनि नजाने होइन, त्यो नगरेर एकदम टाउकोमा अनि मुटुमा मात्रै सर्कुलेसन के भाइटल अर्गन्समा मात्रै सर्भाइभलको लागि सर्कुलेसन गरेर एकदम एनर्जी म्यानिपुलेट गरेर सर्भाइभलको उसमा गएर स्टेटमा गएर यो बस्न सक्छ। अनि यसको चाहिँ त्यो सर्भाइभल पिरियडमा गएर न्यानो कता छ। अनि यिनीहरू एकदम जम्मै ग्रुप मिलेर नै लुक्ने पनि हुन्छ। यिनीहरूलाई न्यानो खोजेर एकअर्काको टचले न्यानो पनि बनाउँछ होइन, त्यस्तो पनि हुन्छ। अनि त्यही एक ठाउँमा धेरै साँपहरू भेटिन्छ नि कहिले कहिले होइन। अनि त्यसरी भेट्ने अनि त्यो गर्दाखेरि यिनीहरूले आफ्नो एनर्जी म्यानिपुलेट गरेर आफूलाई त्यो बेलामा खाना पनि नखाने, बाहिर पनि नजाने, शरीरमा भएको बोसो प्रयोग गरेर एनर्जी लिएर त्यस्तो गर्न सक्छ कि सर्पहरूले होइन। अनि त्यो एउटा यसको क्वालिटी भयो भने अर्को क्वालिटी चाहिँ यसको के छ भने जब यो बढ्दै जान्छ अनि यसको त्यो छाला, बाहिरको छाला तन्किँदैन, इलास्टिक हुँदैन होइन। नभएपछि यसले त्यो फेर्छ, काँचुली फेर्ने भन्छ नि, त्यो काँचुली इलास्टिक भएर नतन्किने, ऊ चाहिँ भित्र बढ्ने भएको कारणले फेर्ने हो। अनि त्यो गाह्रो भयो भने बढ्नलाई यसले चाहिँ लिक्विड निकाल्छ होइन। अनि त्यो लिक्विड निकालेपछि त्यो लिक्विडले चाहिँ चट्ट तरल पदार्थ निक्लेपछि त्यहाँबाट चट्ट आफू चाहिँ निस्किन्छ है। त्यो यसले चाहिँ फेर्न सक्छ होइन, काँचुली फेर्ने। अनि त्यसपछि यसका चाहिँ त्यति छन् होइन। अनि त्यो भएको कारणले अब यो अहिलेको सन्दर्भमा यसको चाहिँ यसको प्रकृतिको के छ त, मोडर्न साइन्समा चाहिँ के छ त भन्ने कुरामा चाहिँ यसलाई चाहिँ कुण्डलिनीको बेसमा तल बसेर कुण्डलिनी जागरणको सिम्बल पनि भन्छ होइन। पछाडिको ब्याकबोनमा भर्टेब्रामा यसको त्यो पिक्चर पनि कति ठाउँमा हुन्छ। त्यो किनभने यसले एनर्जीलाई म्यानिपुलेट गर्ने, युज गर्ने होइन, एनर्जी चाहिएको बेलामा फुक्ने, कम्ती गर्ने बेलामा कम्ती गर्ने, त्यो गर्ने भएको कारणले त्यो चाहिँ त्यो कुण्डलिनी जागरणसँग त्यहाँको एनर्जीसँग कम्पेयर गरेर यस्तो भने। अनि प्लस त्यसमा के छ भने काँचुली फेर्ने भएको कारणले न्यू बर्थ, रिबर्थको लागि पनि दुईवटा रिबर्थ अनि एनर्जी म्यानिपुलेसन दुइटै मिलाएर यो कुण्डलिनी जागरणमा त्यो बेसमा चाहिँ के अरे मूल चक्रमा त्यहाँ बेसमा त्यसको हुन्छ, त्यसको सिम्बल हुन्छ क्या। अनि माथि उठेको सिम्बल देखाउँछ होइन। त्यो हेल्थहरूमा पनि यसको सिम्बलहरू हुन्छ। अनि यो चाहिँ डस्ट चाहिँ यसले पोइजन गरे मान्छे मार्छ, तर त्यो माथि पनि यसको फाइदाहरू एकदमै धेरै छ। मेडिकल साइन्समा यसको अहिले धेरै प्रयोगहरू भइरहेको छ होइन। अब यहाँसम्म भन्छन् कि यसको चाहिँ त्यो भेनम जुन छ, भेनम त्यसलाई प्रयोग गरेर यसले चाहिँ एड्समा काम लाग्ने, क्यान्सरमा काम लाग्ने होइन, त्यस्तो औषधिहरू बनाउने त्यो गरेको छ होइन। त्यो
गर्छ। अनि धेरै अरू उसको पनि मेडिसिनको पनि ट्रिटमेन्टको लागि अब ऊ नै बनाउँछ, यसको एन्टिभेनम भ्याक्सिनै बनाउँछ होइन। उसले टोकेर छिट्टै पुर्याउन सक्यो भने टोकेर मार्न पनि सक्दैन क्या एन्टिभेनम भ्याक्सिन लगाएर। अनि त्यो पनि हुन्छ। अनि त्यसकारण यिनीहरू पोइजनस र नन पोइजनस दुई थरी हुन्छन् होइन, दुई थरीका हुन्छन्। अनि हामी कहिले कहिले के हुन्छ भने हामी चिन्दैनौँ होइन। अनि त्यही भएर पोइजन नहुने कुरा पनि सर्प पनि बिचरा मरिरहेको हुन्छ, मारिन्छ होइन। त्यस्तो छ। अनि त्यसपछि अब एस्थेटिक भ्यालुमा त्यो मेडिकल भ्यालु भयो होइन। एस्थेटिक भ्यालुमा पनि यसको सर्पको छालाहरू होइन, छालाको बनिरहेको हुन्छ, ब्यागहरू जुत्ताहरू होइन, त्यस्तो बनाइरहेको हुन्छ। अनि प्लस यो सर्पको चाहिँ कुनै कुनै ठाउँमा मासु पनि खान्छ होइन। यसको मासुको पनि सर्टेन आफ्नै फाइदाहरू छन्। त्यसकारण वैदिक कालदेखि लिएर वैदिक काल कसरी मिल्छ भने अब शिव भगवान् त डिस्ट्रक्टर हो नि त होइन। ब्रह्मा क्रिएटर, विष्णु पालक, शिव चाहिँ डिस्ट्रक्ट गर्ने हो नि त, नाशक है। शिवको गलामा नाश गर्नेको गलामा पनि बस्ने र पालकको सँग पनि बस्ने होइन, विष्णुसँग पनि बस्ने भएको कारणले अहिले पनि त्यसको सान्दर्भिकता छ क्या। यसले मार्न पनि सक्छ होइन, तर यसका चिजहरूले यसलाई बचाउन पनि सक्छन्। अरू धेरै रोगहरूबाट बचाउन पनि सक्छ यसले। भने मार्ने र बचाउने दुवैको यसको यो चाहिँ युज होइन। त्यसकारण यो सर्प भन्ने कुरा धेरै यसको एनर्जीको लेभलले गर्दा, न्यू बर्थ रिबर्थ गर्ने आफूलाई त्यो लेभलले गर्दा, अनि यसका फाइदाहरूले गर्दा, यी सबै कुराले गर्दा त्यो यसले त्यही पनि डढाएर मान्छेलाई टोकेर खाने, मासु खाने, रगत खाने होइन नि, डराएर उसले आफ्नो सेल्फ डिफेन्सको लागि ठुङ्दिन्छ होइन। त्यसकारण मान्छे मर्छ। त्यो विषालु सर्पले टोक्यो भने होइन। अनि यी सर्प नागराजहरू पनि यिनीहरू पनि विषालु हुन्छन् होइन। त्यही छ नागको बारेमा होइन। त्यसैले हामी पूजा गर्छौँ, सान्दर्भिक लाग्छ होइन। धेरै कुराले यो जस्तो यस्तो घस्रने प्राणीमा होइन, यो जस्तो गुणी प्राणी अरू छैन। यसका भाइब्रेसनका कुराहरू पनि छन् होइन। मान्छेसँग भाइब्रेसन मिल्ने सद्गुरु त सर्पसँग कति सुतेको भनेर भन्नुहुन्छ होइन। त्यसकारण हामीले जे हाम्रो ऋषिमुनिहरूले जे सिकाएको छन्, हामीले जे पूजा गर्छौँ होइन, त्यो ठिकै गरे जस्तो लाग्छ मलाई। हवस् त, नमस्कार, धन्यवाद।